So guys, welcome to new vlog. हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु भन्दै आजको भिडियोलाई अगाडि बढाउन चाहन्छु। म चाहिँ यता यो सुन्दाहान भन्ने ठाउँमा छु, हाम्रो फर्म मेन ठाउँमा छु। बिरुवा उत्पादन गर्ने ठाउँमा चाहिँ यो हाम्रो बिरुवाहरू चाहिँ यसरी रोप्ने काम हुँदैछ। बाक्लो बिरुवाहरू चाहिँ यसरी यताको चाहिँ उता पर उखाल्ने काम हुँदैछ गाइजहरू। अब चाहिँ हामी चाहिँ यहाँ चाहिँ बिरुवा रोप्न आउँदैछौँ। यो चाहिँ सब हाम्रो अम्बकको बिरुवाहरू हो, बाक्लो छ। यो चाहिँ नर्सरी गरे। यो चाहिँ सुन्ताहान गोकर्णदेखि अलिक माथि सुन्ताहान भन्ने ठाउँमा छ गाइजहरू। म चाहिँ यता स्याउहरू पनि देखाउन गइरहेको छु, हेर्न सकिन्छ। यो चाहिँ हाम्रो स्याउको बोट, स्याउ अम्बक यस्तो छ। हल्का पानी परेको छ। उता पर चाहिँ मान्छे बस्ने, हामी बस्ने रुमहरू यस्तो छ। रुम चाहिँ यस्तो छ, हेर्न सकिन्छ। अम्बकको चाहिँ यत्तिका फुलाएको छ, हेर्न सकिन्छ। यता स्याउ पनि फल्ने थालेको छ। यता यतातिर यस्तो छ बोट। यता माथि चाहिँ यो माथि चाहिँ तारे भेट ताङ्गो। यता माथि यहाँ माथि चाहिँ यहाँ दुईजना छन्, बिरुवा उखाल्ने काम हुँदैछ। म चाहिँ अब यस्तै हो है। यहाँको चाहिँ यो यस्तो बाक्लो बिरुवाहरूलाई चाहिँ सबलाई लेयरिङ गरेर चाहिँ रोप्ने काम हुन्छ। अब अलिक पछिदेखि चाहिँ यो चाहिँ यस्तो छ, यतिका बाक्लो बिरुवाहरू। यता भ्यूहरू हेर्न सकिन्छ गाइस। अब म चाहिँ बिरुवा रोपेको देखाउन जाँदैछु, हेर्नुहोस्। चाहिँ हाम्रो नास्पातीको बिरुवाहरू सबैजनाले पेम्बा युट्युब ब्लगर च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला गाइजहरू। यो चाहिँ हाम्रो चाहिँ लेयरिङ गरेर राखेको छ। यो चाहिँ जरा आएको छैन अहिले, जरा आएपछि रोप्ने अम्बकको बिरुवा यस्तो हुँदैछ। यो चाहिँ काम यो चाहिँ हाम्रो चाहिँ यसरी बिरुवा रोप्ने काम हुँदैछ गाइजहरू, हेर्न सकिन्छ। यो चाहिँ हाम्रो अमलाको बिरुवा यसरी रोप्दैछु। यता पर चाहिँ